हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। साथीहरू, आज चाहिँ धेरै पछि मैले यो भोइस कभरवाला भिडियो हाल्दैछु है। अनि मेरो चाहिँ खासै भिडियोहरू चाहिँ हाल्दिनँ म, तर कहिलेकाहीँ मात्रै हाल्न चाहिँ। अनि के साथीहरू, आज होइन हेर्नु न, बिहानैदेखिबाट कस्तो पानी परिरहेछ क्या आज होइन। बिहान अनि पसल खोलेदेखिको पानी पर्दैछ। अनि त्यही भएर मेरो बुढोको चाहिँ बाहिरतिर जाने काम हुन्छ क्या। अनि आज चाहिँ पानी परे भएर बुढो पनि पसलमै हुनुहुन्छ। त्यही भएर हामी बुढाबुढी मिलेर फटाफट लाएर अनि सफा गर्दैछौँ। अनि बुढो चाहिँ जिस्काउँदै हुनुहुन्थ्यो कि मलाई। अनि म चाहिँ कहिलेकाहीँ यसो छोटो मिटो सर्टकटमा भिडियो बनाउँछु। अनि यसो हेरेर माया गरिदिनु होला नि है। अनि आज चाहिँ पानी परे भएर अनि बुढो पनि आज एकछिन ढिला होस् न त भनेर एकछिन ढिला जान्छु भनेर भन्दै हुनुहुन्छ। अनि त्यही भएर हामी चाहिँ छिटो गरेर कसैहरू सफा गर्दैछौँ। अनि साथीहरू, हजुरहरूकोतिर चाहिँ कतिको पानी पर्दैछ हो? यता चाहिँ त पानी परेर कस्तो छ के, अनि जाडो छ क्या साथीहरू है। ज्याकेट पनि खोल्न मन नलाग्ने, यतिखेर त खलखल पसिना आउने हुन्थ्यो गर्मी भएर। अहिले त ज्याकेटै छोड्न मन लाग्दैन साथीहरू। जाडोको ज्याकेटहरू धोएर थन्काएको पनि कता छ भनेर खोजेर लाएर बस्नुपर्छ क्या। अहिले त के भएको है, वैशाख महिना पनि सिद्धिन लागिसक्यो। अब त जाडो पनि सिद्धिनु पर्ने हो। जाडै छ नि काठमाडौँमा। अब हजुरहरूकोतिर कस्तो छ? त्यो घाम लाग्यो भने दिउँसोमा एकछिन गर्मी हुने हो, नत्र त चिसै छ नि है साथीहरू। अनि मेरो बुढो चाहिँ अब पानी आउने हो कि के हो कसो हो भनेर हेर्दै हुनुहुन्छ। अनि के साथीहरू, आज चाहिँ कालो ज्याकेट नै सेतो भएछ क्या साथीहरू है। अनि मेरो बुढा चाहिँ अब बसेर भएन, जानुपर्छ भनेर सामान लिनको लागि जाँदै हुनुहुन्छ। अनि काम पाएन भिडियो बनाउँदैछौ भनेर जिस्काउँदै हुनुहुन्छ कि मलाई चाहिँ। कहिलेकाहीँ चाहिँ म चाहिँ फेरि बुढालाई जिस्काइरहेको हुन्छु। अनि कहिलेकाहीँ चाहिँ एकदम रिस उठाउनुहुन्छ कि। अनि मेरो बुढा चाहिँ सामान हाल्नको लागि जानुभयो। अनि मलाई टाइट गर्दै हुनुहुन्छ कि भिडियोको नबनाऊ भन्नुभएको थियो। अनि मेरो बुढालाई नि अलिकति लाज लाग्छ अरे भिडियोमा आउनलाई। अनि मलाई पनि त्यस्तै हो साथीहरू, म चाहिँ कहिलेकाहीँ बनाउँछु। अनि मैले चाहिँ पुसेर पनि भ्याइसकेँ पसलमा। अनि सफा पनि गरिसकेको थिएँ। अनि पानी झन् ठुलो आउनु थालेको थियो। अनि हेर्दै पानी झन् ठुलो आउनु थाल्यो कि साथीहरू है। अनि मेरो बुढो पनि भर्खर जानुभएको, ल बस बिज्यो होला भन्ने पिर पऱ्यो साथीहरू। के गर्नु, नगरी पनि सुख छैन। अब गर्नै पऱ्यो होइन। अब दुःख नगरी सुख कसरी आउँछ, त्यही त हो नि साथीहरू। अब पैसा कमाउनै पऱ्यो होइन। अब हेर्दै पानी झन् ठुलो आउनु थाल्यो अहिले साथीहरू। के गर्नु, पैसाको मुख पनि कालो हुन्छ भन्दै साथीहरू, त्यस्तै छ। पैसा नभइकन केही हुँदैन। अनि यो जोडी परिवार चाहिँ फेरि हेर्नुहोस् न, रिसारिस गरेर यता र उता फर्केर बसे हो कि के हो कुनि, त्यस्तै लागिरहेछ मलाई। पानी त झन् ठुलो आउनु थाल्यो साथीहरू। अब के गर्नु होइन। आजको